कन्ट्याक्ट लेन्स भनेको सानो पारदर्शी लेन्स हो जुन आँखाको सतहमा लगाइन्छ र धेरै मान्छेलाई कन्फ्युजन के हुन्छ भने कन्ट्याक्ट लेन्स, चस्माको लेन्स अनि यो इन्ट्राओकुलर लेन्स भन्छौँ हामी, यो फरक कुराहरू हो। कन्ट्याक्ट लेन्स भनेको आँखाको सतहमा लगाइन्छ, चस्माको लेन्स भनेको चस्मामा प्रयोग गरिन्छ भने इन्ट्राओकुलर लेन्स भनेको आँखाभित्र युजुअली मोतीबिन्दुको सर्जरी गरेपछि भित्र लगाइने लेन्सलाई चाहिँ हामी इन्ट्राओकुलर लेन्स भनेर भन्छौँ। र कन्ट्याक्ट लेन्सले चाहिँ चस्माको काम पनि गर्छ, यसले कस्मेटिकली बेटर आउटपुट पनि दिन्छ र कुनै केसमा चाहिँ चस्माबाट नहुने भिजन पनि कन्ट्याक्ट लेन्सबाट हामी प्राप्त गर्न सक्छौँ। कन्ट्याक्ट लेन्स एउटा मेडिकल डिभाइस हो जसले चस्माको काम पनि गर्छ र चस्माबाट नभएको भिजन पनि यसले प्रदान गर्न सक्छ। साथसाथै यसले कस्मेटिकली बेटर आउटपुट पनि दिन्छ र कुनै कन्डिसनमा यो मुभीहरूमा स्पेसल इफेक्टको लागि पनि प्रयोग गरिन्छ। कन्ट्याक्ट लेन्स लगाउने नलगाउने त्यस्तो कुनै उमेरको हद हुँदैन। कन्ट्याक्ट लेन्स बच्चा जन्मेपछि तुरुन्तै पनि लगाउनु पर्ने हुनसक्छ, लगाउन मिल्न सक्छ र यो 40, 50, 60 वर्ष अथवा बुढेसकालमा पनि लगाउन मिल्ने हुन्छ। यो यसलाई कहिले लगाउने, कतिखेर लगाउने, कसरी लगाउने भनेर चाहिँ तपाईँले दृष्टि विशेषज्ञ अथवा अरू आई केयर प्रोफेसनल्सहरू जसले कन्ट्याक्ट लेन्सको काम गर्नुहुन्छ उहाँहरूसँग उचित सल्लाह लिएर जुनै पनि उमेरमा जुनै पनि समयमा लगाउन सक्नुहुन्छ। कन्ट्याक्ट लेन्स आफैमा एउटा मेडिकल डिभाइस हो, यो अप्रुभ भएर आउने मटेरियल हो, त्यही भएर यो लगाउन एकदमै सुरक्षित छ। यसलाई तपाईँले आई केयर प्रोफेसनल्सले भने अनुरूप लगाउनु पर्ने हुन्छ। तपाईँले आफ्नो लिमिटमा रहेर अथवा आफ्नो मर्यादामा रहेर कन्ट्याक्ट लेन्स लगाउनुहुन्छ भने यो धेरै सुरक्षित छ र तपाईँ यो मर्यादाभन्दा बाहिर गएर तपाईँले हाइजिन मेन्टेन गर्नु भएन, 8 घन्टा लगाउनु भनेको लेन्स 10 घन्टा लगाइदिनु भयो भने चाहिँ यसले हानि चाहिँ गर्न सक्छ। यसको हाइजिन, यसको लगाउने मात्रा, यो कहिले लगाउने, कसरी निकाल्ने भन्ने सबै कुराहरू ध्यान दिएर लगाउनु भयो भने यो धेरै सुरक्षित हुन्छ। तपाईँ यदि कन्ट्याक्ट लेन्स पहिलोपटक लगाउँदै हुनुहुन्छ भने तपाईँले कन्ट्याक्ट लेन्स पाउँदाखेरि तपाईँको आई केयर प्रोफेसनल्सले पहिला नै तपाईँलाई कन्ट्याक्ट लेन्स कसरी लाउने, निकाल्ने, के गर्नुहुन्छ, के गर्नु हुँदैन सबै कुराहरू सिकाउनुहुन्छ। सिकाउँदै पनि तपाईँलाई केही कन्फ्युजन भयो भने तपाईँले दोहोरो उहाँसँग सम्पर्क गर्नुपर्ने हुनसक्छ। र सबैभन्दा इम्पोर्टेन्ट भनेको कन्ट्याक्ट लेन्स लगाउँदा निकाल्दा तपाईँको हाइजिन इम्पोर्टेन्ट हो। तपाईँको हात, कन्ट्याक्ट लेन्स आफै र कन्ट्याक्ट लेन्स राख्ने भाँडो, हामी लेन्स किट भन्छौँ, यो 3टा कुरा चाहिँ सफा हुनुपर्छ। हाम्रो प्र्याक्टिस अनुसार बिरामीले गर्ने गल्तीहरू भनेको पेसेन्टलाई हामीले भनेको भन्दा बढी कन्ट्याक्ट लेन्स लगाइदिने गर्नुहुन्छ। अर्को कुरा, उहाँको हाइजिन अथवा सरसफाइमा हामीले कमी पाएका छौँ र कसैले कुनै सल्लाह सुझाव बिना पनि कन्ट्याक्ट लेन्सहरू अनलाइन स्टोरबाट कन्ट्याक्ट लेन्सहरू किनेर लगाउने गर्नुहुन्छ र यस्ता बिरामीहरूलाई कन्ट्याक्ट लेन्स कम्प्लिकेसन्सहरू धेरै हुने गर्दछन्। त्यही भएर तपाईँ पनि एकदमै ध्यान दिएर कन्ट्याक्ट लेन्स परामर्श लिएर मात्र कन्ट्याक्ट लेन्स लगाउनुहोला। एक दशक अगाडिको कुरा गर्नुहुन्छ भने कन्ट्याक्ट लेन्स सुक्खा आँखालाई हुँदैन भन्ने एउटा मानसिकता थियो, तर अहिलेको इभोल्युसन अथवा रिभोल्युसन भनौँ कन्ट्याक्ट लेन्सको क्षेत्रमा, अहिले ड्राई आईको लागि पनि कन्ट्याक्ट लेन्सहरू बनेको हुन्छ। सो यसको लागि तपाईँले आफ्नो कन्ट्याक्ट लेन्स स्पेसलिस्टसँग गएर सल्लाह लिनुपर्ने हुन्छ र सुक्खा आँखाको लागि युजुअली सिलिकन हाइड्रोजन लेन्सहरू जसमा चाहिँ वाटर कन्टेन्ट कम हुन्छ, यो लेन्सहरू चाहिँ सुक्खा आँखाको लागि चाहिँ बेटर हुने गर्दछ। त्यही भएर कन्ट्याक्ट लेन्स कन्सल्टेन्टसँग सोधेर तपाईँले ड्राई आईको लागि पनि यो सेवा चाहिँ लिन सक्नुहुन्छ। कन्ट्याक्ट लेन्स राति सुत्नलाई पनि बनेको कुरा हो, तर अहिलेको पोल्युसनहरूलाई मध्यनजर गर्दाखेरि कन्ट्याक्ट लेन्स राति सुत्दाखेरि निकालेकै राम्रो भन्छौँ हामी। विभिन्न कन्ट्याक्ट लेन्सहरू हुन्छ जुन राति सुत्दाखेरि पनि लगाउन मिल्ने हुन्छ, जस्तै एक्सटेन्डेड वेयर भनेर आउँछ, कन्टिन्युअस वेयर भनेर आउँछ। यिनीहरू राति सुत्नलाई पनि बनाएका लेन्सहरू हुन्, तर वातावरणको प्रदूषणलाई मध्यनजर गर्दै कन्ट्याक्ट लेन्सहरू सुत्न अगाडि निकालेकै सुरक्षित हुन्छ। राति लगाउने कन्ट्याक्ट लेन्स पनि बनेको छ जसलाई हामी अर्थोकेराटोलोजी अथवा अर्थोकेराटोलोजी लेन्सेसहरू भन्छौँ, जुन राति सुत्दाखेरि नै लगाउनलाई बनाएको हुन्छ र यसले तपाईँको रिफ्र्याक्टिभ पावरलाई कम गरेर दिनभरि चस्मा लाउन नपर्ने बनाउँछ। त्यही भएर सबै लेन्सेसहरू राति सुत्दाखेरि लाउन मिल्दैन, तर यो अर्थोकेराटोलोजी चाहिँ राति सुत्दाखेरि नै लगाउने गरी बनाइएको हुन्छ।
कन्ट्याक्ट लेन्सको रिभोल्युसन सँगसँगै अहिले हामीसँग विभिन्न प्रकारका लेन्सहरू हुन्छ। हाम्रो मार्केटमा बढी जाने कन्ट्याक्ट लेन्स भनेको सफ्ट कन्ट्याक्ट लेन्स नै हो। सफ्ट कन्ट्याक्ट लेन्स कम पावरको लागि युज गरिन्छ भने पावर अलि बढी छ, अलिकति इरेगुलर कर्निया छ, चोटपटक लागेको कर्नियाहरू, सर्जरी गरिसकेपछिको कर्नियाहरूमा चाहिँ सफ्ट लेन्स त्यति राम्रो बस्दैन। त्यस्तो कन्डिसनमा चाहिँ हामीले आरजिपी लेन्सेसहरू अथवा स्क्लेरल लेन्सेसहरू दिने गर्छौँ। यो दुईटाको फरक भनेको एउटा त कम्फोर्टको कुरा भयो। सफ्ट कन्ट्याक्ट लेन्स कम्फोर्टेबल हुन्छ, आरजिपी त्यति कम्फोर्टेबल हुँदैन। तर सफ्ट कन्ट्याक्ट लेन्सले सुधार गर्न नसकेको दृष्टि आरजिपी अथवा स्क्लेरल कन्ट्याक्ट लेन्सले सुधार गर्न सक्छ। साथसाथै अहिले हाम्रो मार्केटमा अघि भने जस्तै अर्थोकेराटोजी लेन्सेसहरू पनि अभाइलेबल छ। कन्ट्याक्ट लेन्सको प्रयोग सम्बन्धी बुझ्नको लागि हामीले कन्ट्याक्ट लेन्स म्यानुफ्याक्चररहरूको गाइडलाइन हेर्नुपर्छ। तपाईलाई तपाईको प्र्याक्टिसनर्सले कति घण्टा लाउनु भयो भन्नुभएको छ, त्यो आधारमा तपाईले कन्ट्याक्ट लेन्स लगाउनुपर्छ। हाइड्रोजेल लेन्सेसहरू धेरै लगाउनु मिल्दैन किनकि यसको अक्सिजन पर्मिबिलिटी कम हुन्छ भने सिलिकन हाइड्रोजेल लेन्सेसहरू, आरजिपी लेन्सेसहरू यिनीहरूको अक्सिजन पर्मिबिलिटी धेरै हुने गर्छ। त्यही भएर यिनीहरू चाहिँ अलि धेरै बेरसम्म लगाउँदा सुरक्षित रहन्छ। कन्ट्याक्ट लेन्सको कम्प्लिकेसन्सहरू धेरै प्रकारका हुन्छन् र यसमध्ये धेरै कमन कम्प्लिकेसन्स भनेको आँखा रातो हुनु, पोल्ने बिजाउने, कहिलेकाहीँ चिप्रा लाग्ने पनि हुनसक्छ। यदि यस्तो कम्प्लिकेसन्सहरू देख्नुभयो भने तुरुन्तै कन्ट्याक्ट लेन्स झिकेर नजिकैको आई केयर प्र्याक्टिसनर्सलाई तपाईले देखाउन उचित हुन्छ। घरेलु उपचारहरूतिर नलाग्नुहोस्। नेपाल आँखा अस्पताल नेपालकै सबैभन्दा पुरानो आँखा अस्पताल हो। यहाँ हामीले अहिले सफ्ट कन्ट्याक्ट लेन्स, सफ्टमा पनि सफ्ट टोरिक कन्ट्याक्ट लेन्स, आरजिपी कन्ट्याक्ट लेन्सेसहरू, साथै स्क्लेरल कन्ट्याक्ट लेन्सहरू र अहिलेको एकदमै नयाँ अर्थोकेराटोजी लेन्सको सुविधा पनि हामीले अहिले प्रदान गरिरहेका छौँ। तसर्थ नेपाल आँखा अस्पतालले कन्ट्याक्ट लेन्स सम्बन्धी सम्पूर्ण सुविधाहरू तपाईलाई प्रदान गर्दै आइरहेको छ। अन्तमा कन्ट्याक्ट लेन्स भनेको मेडिकल इभोल्युसन हो र यो रिभोल्युसन गर्दै अहिलेसम्म आउँदाखेरि यसले धेरै समस्याहरू समाधान गर्न सहयोग गर्छ हामीलाई। त्यही भएर सजग रहनुहोस्। कन्ट्याक्ट लेन्स लगाउन मिल्छ। कन्ट्याक्ट लेन्सको भेराइटिजहरू अभाइलेबल छ। तपाईले कन्ट्याक्ट लेन्स लगाउन पूर्व आफ्नो आई केयर प्र्याक्टिसर्सलाई राम्ररी सल्लाह सुझाव लिएर आँखा जचाएर मात्र कन्ट्याक्ट लेन्स लिनुहोला। से नो टु अनलाइन स्टोर्स फर कन्ट्याक्ट लेन्सेस। थ्याङ्क यू।